जहाँबाट सुरुवात त्यही आएर अन्त्य। जुन कुरा म मेरो आइडलको मुखबाट सुन्न चाहदिन थिएँ त्यही कुरा भयो आज। 2010 अगस्त 10 का दिन मेटलाइफ स्टेडियमबाट पहिलो पटक राष्ट्रिय टोलीका लागि खेलेका नेमार जुनियरले युएसए विरुद्ध फ्रेन्डली म्याचमा हेडल गोल मार्फत आफ्नो राष्ट्रिय टोलीका लागि खाता खोलेका थिए। आज 2026 जुलाई 6 का दिन नेमार जुनियरले नर्वे विरुद्ध पेनाल्टी टेकआउट मार्फत गोल गर्दै आफ्नो करियरमा 80 गोल पुर्याउँदै 150 खेल खेल्दै 59 असिस्ट गरेर राष्ट्रिय टोलीबाट बिदा भएका छन्। 16 वर्षमा ब्राजिलका लागि योगदान दिएका नेमार जुनियरले ब्राजिलका लागि पहिलो ओलम्पिक गोल्ड मेडल जिताएका थिए। ब्राजिलका लागि 2014, 2018, 2022 र 2026 गरी 4 फरक विश्वकपमा गोल गर्ने पेले पछिको दोस्रो खेलाडी बनेका छन् नेमार जुनियर। यो भनिरहँदा नेमार जुनियरले राष्ट्रिय टोलीका लागि पेले, रोनाल्डिनो, रोनाल्डो नाजारियो, काका जस्ता महान खेलाडी जन्मिएका ब्राजिलका लागि सर्वाधिक गोलकर्ता नेमार जुनियर। 2010 देखि सुरु गरेको नेमार जुनियरको करियर 2026 मा आएर राष्ट्रिय टोलीबाट बिदा भइरहँदा 2026 को अन्तिम विश्वकपमा त्यही स्टेडियममा गएर अन्त्य भयो। 18 वर्षकै उमेरमा विश्वलाई चकित पारेका नेमार जुनियरले 2017 मा बार्सिलोनाबाट पिएसजी जाँदाखेरि 222 मिलियनको युरो अहिलेसम्मको सबैभन्दा हाइएस्ट ट्रान्सफर इतिहास रचेका थिए। यस्ता महान खेलाडीका लागि ब्राजिलले केही दिन सकेन। अन्तिम पटक विश्वकप खेल्दा पनि यो लजास्मत हारको बावजुद नेमारले बिदाई लिएका छन् राष्ट्रिय टोलीबाट। नेमार जुनियरले हामीलाई दिएको त्यो छेड, नेमार जुनियरले मलाई दिएको त्यो प्रेरणा एकदमै सार्थी छ। म मेरो जीवनमा नेमार जुनियरलाई जति माया गर्छु, आज गर्छु, भोलि गर्छु र सधैँभरि गर्नेछु। थ्याङ्क यू माई आइडल नेमार दा सिल्भा सान्तोस जुनियर। लभ यू फर एभर। ह्याप्पी रिटायरमेन्ट माई आइडल।